लामो समयपछि मौरी निरीक्षण गर्न जाँदैछु म। यो ठाउँमा लगभग 2 महिना जति भयो मौरी निरीक्षण नगरेको। हेर्न पर के कति प्रगति भएको छ। हामी पुग्न लागेको छ है। अब पुग्यो। यो घरमा राखेको माथि हो त्यो हालत। यो घाट त्यहाँ छ। यो घाट त्यहाँ छ। ओहो लाउन यो त बर्बाद भएको छ नि। यो कसले चलाएको यो? कमिलो त हेर्नु त आम्मै। यो घार नहेरेको भए सकिने रहेछ आज मौरी। यो घार नहेरेको भए मौरी सकिने रहेछ आज। यो ढक्कन भएछ नि। ढक्कनलाई बाहिर फालिदिउँ दे। टुकटुक भिजोक भएछ यार। थत्ते के कमिला यस्तो। कसरी निकाल्ने र यो? गुलियो पानी बास बसेछन्। चोर कमिलो रहेछ क्या। मकै ठुल्ठुलो हेर्नु न यार। म त आएन। ओहो मौरी त ठिकै। यता यता देखा त यता। र कमिला लाएर यो घार धन्नै सकिन लागेको रहेछ। यस्तो छ र घारमा कमिला लाएर 1 महिना भयो नहेरेको। मौरी त लगभग धन्न मौरी बसेको धन्न भागिन्छ। मैले राति जो ढ्याक हान्दिँदाखेरि जो के यो भएको हजुर मौरी भागे हेरी भोलि जाने भयो नि राति यहाँ हाम्रो घर बसेकै रहेछ। लाएर मौरी कमिला कमिला यस्तो बिजोक कमिला। मलाई त थाहा पनि पाइनँ यस्तो भएको भन्ने यो त। मौरी रहेछ नि पछाडि यार। मौरी छ कि रानी छ छैन। रानी नभए त हुन्थ्यो। रानी मास्टर आएको भए त बर्बाद हुन्छ नि। मौरी भागेछ। मौरी म यहाँ घरमै जान्छ। लएर 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 कमिला मैले हिर्काएको राति हेर्नु त मौरीलाई कस्तो टोकेको यार। मौरी भाग्ने आयो नि मैले चोर कमिला कि हेर्नु त छटपट्टि है। यस्तो सिन्काल फाल्दैन त बाँध्थ्यो कि। घरमा एउटा केही सल्काम कार्टुन छैन। त्यो दिन त सल्काम गरेर यो पोलिदिनु पर्यो। फेरि आउँछ होइन। ल यो चाहिँ कमिला। यसको भित्र मसिना कमिला धेरै भएको कारणले ननिक्लेको भएर ननिक्लेर आज हामीले चाहिँ यसरी आगो बालेर धुवा पुत्याएर कमिलालाई निकाल्ने प्रयास गरिरहेका छौँ। घरमै बसेको थियो। 2-4 दिनमा भाग्ने थियो क्या। घरभर्ती पार्नु पर्यो। घरवासी चाहियो अन्त कति धेरै निस्केको कमिला धुवाले देखिए होइन। ल यस्तरी बसेको छ मौरीले। कमिलाले एट्याक गरेर यसले चाहिँ धेरै दुःख पाएको रहेछ। मौरी चाहिँ आज उद्धार गरियो। यता पनि छ। ल एउटा चाका बिग्रियो। त्यो चाका फाल्नु पर्यो। एउटा चाहिँ यो बिग्रेको छ। यसलाई चाहिँ निकाल्नु पर्ने हुन्छ। यो कालो भाग भएको जति बिग्रेको छ। मौरी सङ्ख्या निकै राम्रो छ। अर्को घारो नि यो ठिक रहेछ होइन। यो त बुझेसको त म खाइरहने घारो नि यो त। त्यही त वर्षमा एकचोटि निकाल्नुहुन्छ यो? 2 चोटि निकाल्ने हो नि। यति किलो वर्षले मौरी एकदम टाढो क्या। ल साथीहरू म खाने भए कन्ट्याक्ट गरौँ है त। ल